भाइ अलि खुसी भएन बहिनी के हो त्यो मुख जहिले नि लड्केको 12 बजे जस्तो के खाने हो भन् मोमो भोक लाग्यो के खान्छस् झापड कि पापड दाइलाई बोल्ने सिका बहिनी यार मेरो बहिनीले अलिकति मिठो बोल्ने कसरी सिका त बहिनी यार ओ यो त सब गलत भइराछ त ए घुसको घुस यहाँ धेरै रङ भइरहेछ प्रमुखको मसँग परेको त यो हो ल ल त्यो थाहा छ मलाई को ल अब यसको लो मान्छेको नाम को पो हेर्छु यार हाय तेरिका बाबे म मेरो एक को डैडी आम्मामा यो मान्छे खतरा है 9 को डैडी मिलाइ सक्यो यार है म त कन्फ्युज भए 9 को डैडी लेखे न म है हो ह मोर काम लेबरमा हैन ठिकै हो डैडी आमा त बोला भइहाल्यो नि तिमी कहाँ आयो कोसिस गर्ने त तिमीले बानी थाहा छैन नम्बर 9 को डैडी 9 को डैडी रे 10 को पनि डैडी 10 को पनि धेरै यार यार तर हैन अहिले सुन्नु 11 चाहिँ को मम्मी 11 को मम्मी 12 को डैडी 12 को डैडी 13 को डैडी 13 को डैडी 14 को डैडी 14 को डैडी लिटरली सबै के त नआइदिएको छ हो त्यही कम्बिनेसन 15 को मम्मी हो 15 को मम्मी करुण मोले के दामी छ भन्दै थियो भन्नु साथ नजिकको त 4 वटा मिस्टेक भयो लगातार म के मेरो गएको सबै मिले थियो हैन अनि करुण यो मान्छे त दामी हैछ सबै मिलेछ भनेको हेर ट्याक्कै हेरेको त मेरो हैछ के म भनेको त 4 वटा लगातार मिस्टेक भयो के हैन या एउटै भयो या 9 आइसक्यो 1 म कति आयो 3 4 5 6 7 8 9 ल 9 ले जित्नु एउटा विनर भयो भाइ रिभिल चाहिँ 15 ओ माय गॉड 9 आउट अफ 50 म नाम चाहिँ मैले पनि हेरेको छैन को के हो यो मम फेरि उडीको 1 2 3 4 5 6 7 8 9 ओइ एकचोटी क्रस गर्नु रे ल सरकारी भाइ है ल नाम लिएर अब हु विल बी चेन्ज द फर्स्ट डाइपर डाइपर ममा ओके राइट सेकेन्ड भन्नु हु विल बी द डिसिप्लिन मम्मी मम्मी गलत भयो ओके यो गलत स्पोइल बेबी तो डैडी गलत भयो आमालाई who sing and who can sing better Ravi mommy आमा ठीक छ who will take more photos of baby आमा ठीक छ daddy ले छ कसरी daddy नम्बर भन्दै भने भयो नि daddy ले छ daddy ले अब छ त्यो त ठिकै छ नि पहिला भएन अहिले भएन ल म नम्बर भन्छु 6 को मम्मी 6 को मम्मी गलत भयो 7 को मम्मी त्यो त स्क्याम भयो यार त्यो चाहिँ स्क्यामलाई ट्रिक खेले जस्तो लाग्यो यार बहिनी अहिले 9 को daddy ठीक छ 10 को daddy ठीक छ 11 मम्मी ठीक छ 12 daddy हैन यहाँ एउटा क्वेशन चाहिँ मलाई चित्तै बुझेन साथमा बेबीको फोटो बहिनीले भन्दा बढी तपाईले लिन्छ बेबीको फोटो हाम्रो एन्सर त म दिन नसकेर मैले जिते हो के स्क्याम भयो प्राइस घाटा लाग्ला त मलाई यहाँ भित्र पहिला देखिरहने लगातार मिलिरहेको थियो वा भनेको त 4 वटा लगाउँछ होइन मेरो
तर यो 5 नम्बरको त स्क्यामै भयो म त्यही भन्दैछु मैले ध्यान सोध्न गएको असहमत भएर यो डिसिजन चेन्ज भएको चाहिँ अनि मलाई घाटा लाग्यो प्राइज भनेको भन्नको लागि डिफेन्स यहाँ स्क्याम भयो यार मलाई भरे भएन प्राइस बस्ने कि भनेको सबै आएको ठिकै छ अब अरू 5 नम्बर त स्क्यामै भयो क्या यार मलाई प्राइज घाटा लाग्यो फोटो लिनेवाला स्क्याम भयो यार स्क्याम के छ मेरो बहिनी मजाले लिभ बनाउने ल जाबो 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 अब चाहिँ सफा लाइरो ल अब चाहिँ ब्याज लगाउनु यो लगाउनु उता के अरे ज्याकेट निकाल्ने ठाउँ छ ज्याकेट निकालेर लगाउनु उता के अरे बारमा राख्नु खिचियो रातो भएपछि खिच्यो मानी बेला पनि कति धेरै हो त तिम्रो त धेरै टाढो भयो क्या ल रेडी Walk alongside me, daddy, and hold my little hand. There's so much I am learning, so make it try to understand. Teach me how to stay safe, guide me through each day. Show me how to do my best at home. Every child needs a कसले तिम्रो ए ओके कसले तिम्रो होइन मलाई कसले तिम्रो मलाई भयो ए भयो विशाला गीत चाहिन्छ सानो गीत हो क्या जा हामी साल मगाउँछ नि हामीलाई अल्लाह काट्छ ए वेट वेट यो पनि आफै आउनुहुन्छ र यो त यहाँ पनि यस्तो यो रातो अन भएपछि आफै अटोमेटिक हुन्छ नि यो अन गरेपछि यो रातो गरे हुन्छ
आफ्नो टुल आफूलाई चलाकै छैन कि मैले। तर यो यो आफै घुम्छ है दाइ हुन्छ अनि यो तलमाथि हरे तलमाथि हरे चाहिँ यो बत्ती बोल्छ वेलकम टु ब्लग ब्लग्स हजुर भन्नुहोस् हजुरलाई कस्तो अनुभव भइरहेको मलाई हजुरलाई कस्तो लागिरहेको छ म त एक्साइटेड छु एक्साइटेड छु ह्याप्पी छु पिङ्क सपोर्टिङ पिङ्क तर मैले यसो बुढीलाई ट्राई गर्दैछु होस्टहरूलाई ट्राई गर्दैछु के हो कि भनेर अलिकति आइडिया पाइसकेको छ तर स्योर चाहिँ छैन 90% स्योर हो आइडिया पाइसकेको छु हामी के भन्ने अब यस्तै केही छैन तर होस्टले इरादे बुलन्द हुनुपर्छ स्माइल नभए केही छैन त ड्रिङ्क्सहरू लुक्यो सकेर भन्दै जान्छ कसले मैले खाँदैन नि के देखाउनु भयो यो त हामीमा हो केही नि पर्दाले एउटा नाटक देखाइसक्यो रे आजबाट अरू के आश गर्नु अहिले प्राउड भएर भने के देख्छु आउटफिट हेर्नु बहिनी कस्तो वेलकम ब्लग्स है कस्तो छ के कस्तो भइरहेको छ तपाईँलाई आज ठिकै छ के भन्नु कस्तो लागिरहेछ खाने हो होइन बोल्नु नआउँदो रहेछ अरे क्यामेराबाट ओ मेरो दाइको खाना हेर्नुहोस् गाई सुरु गरौँ है ब्यागहरु हेर्छु त क्यामेराको खानी हो क्लोज अप हेर्न क्लोज अप हजुर मेरो पनि के स्केटिङ बेटर मेरो स्केटिङ बेटर या मलाई एउटा स्पुन ल्याइदेन बिर्सेछु के त आज त दाइको सर्भर हो नि त पर्सनल आज बस मैले स्यालमन मगाएको हो हेलो समी दिदी रमाइलो भइरहेछ एउटा ओरेन्ज जुस आएर यहाँ हाम्रो भइदिउँ खाने हो ओरेन्ज के अरू एउटा कोक प्लिज मलाई त के हो यार मलाई त सर्भरै बनाएको थिएन ऊ यो के अरे सुजन दाइले हजुरलाई नि के दाइ पानी दियो रोक्नु मेरो बहिनी त साह्रै मन लाग्यो त हेर्न है भन्नुहोस् मेरो बहिनी एकदम ज्ञानी छ के ओरेन्ज जुस भनेर ल्याइदिइहाल्यो थ्याङ्क यू बहिनी थ्याङ्क यू बहिनी एकदम ज्ञानी छ राम्रो एकदम असल बानी भएको भनेको सबै मान्छ आज दाइलाई दाइ तपाईँलाई के चाहियो भने भन्नु म ल्याइदिइहाल्छु भने त्यही भएर म बहिनीलाई सम्झिन चाहन्छु एभ्री टाइम है भयो धेरै भयो यो चाहिँ धेरै नै भयो यति भन्दै मेरो 2 शब्द यहीँ राख्छु है म बहिनीलाई एकदम अप्सरा के अरे स्वर्गको अप्सरा जस्तै देखेछ होइन बहिनीलाई देखेँ कि मलाई
हाँसेको हेर्नु के मुस्कान आएको के स्माइल आएको अब यो चाहिँ धेरै भयो एकदम गफाडी छ यो दाइ चाहिँ यो दाइ गर्छ दिएको सकलको बहुत गफाडी ए मेरो दाइ हजुरलाई कस्तो छ अहिले यहाँ खाना कस्तो रहेछ मिठो लागिरहेछ एकदम असाध्यै मिठो लागिरहेछ रमाइलो आइरहेछ एकदमै रमाइलो लागिरहेछ तपाईँको पालो कहिले हुन्छ यसरी नै मेरो अब आउने 4-5 वर्षमा सोच छ 4-5 वर्ष यो धेरै भयो बल्ल 25 छु हजुर 30 को बिहा कति रे 25 हो हुन्छ ग्यारेन्टी के साथ धन्यवाद यही क्वेसन हामी दुईटा दाइ पनि बाइ Well, I'm very excited right now, है ना? So म actually, actually I am the general keeper. तर मेरो general keeper को त्यो ब्याच नै त्यहाँ घरमा छुट्यो हैन? अब स्कुल लेट, मैले ब्लू लगाएको. So म अब टिमसँग म्याच गरेको, so we can 50-50 के. यता boys अब त्यसैले I am very excited त्यही हो ल. अब thank you. अब यो ग्रुपमा next को होला. Next maybe मेरो नि हुन सक्छ तर I don't know. Who knows हैन? Who knows? मेरो हुन सक्छ तर हुँदैन ओके ल थ्यांक यू ल बाइ बाइ पछि हो क्या अब गर्न एकदम रमाइलो भइरहेछ है वेलकम टु सर्भर समिति स्पोर्ट्समा एकदम रमाइलो भइरहेछ इन्जोय गर्नु ड्रिङ्क लिने भए यता आउनु होला हाम्रो होइन अहिले चाहिँ होइन अब नेक्स्ट चाहिँ कसको होला हाम्रै होला जस्तो छ थ्याङ्क यू हाम्रो क्या करेक्ट आन्सर बोले भाइ बी रेडी एक्सप्रेस हेर्ने हो Serious.
मिलेन भयो भ्यायो भ्यायो अलमोस्ट सिरी भ्याउनु पर्छ है सिरी सिरी भ्याउ है छिटो भ्याउ सिरी छिटो भ्याउ सिरी भ्याउ सबैले सक्नु पर्यो कि सबै तिमीले सबै सक्नु पर्यो सबै तिमीले सही मान्छे हाल्यो ल सबै बसौँ सबै बसौँ ओके 3 points दुश्मन भूल गए यार मैले यार सरी यार काट डालूंगा दुश्मन भनेर भुलेको के अर्गनाइजर Blue, other side, right. Let's go, blue. Let's go, Pooja. One more. Keep blue, Pooja, come on. Come on, keep blue, Pooja. Pooja, come on. Let's go. Last 1 minute, right? Last 1 minute. तपाईँको जुत्ता फुट्नु आए सबै पस्दै त बच्चा छ सक्यो हैन विनर Oh my god. त्यो ड्राइभरवाला भनेको त्यो ड्राइभरवाला लैसकेछ अब त्यही त थियो एउटा सजिलो सजिलो फेरि लाउनु पर्यो नि त यस्तो गर्दै
पाउँछ होला अहिले चान्सेस छ यो सजिलो ओके कम्प्लेन मात्रै गर्ने दुई शब्द केही भन्यो म त गएर खिच्दा करम रोडा दिनु न पन्ध्र खिच्यो यत्तिकै ल हुन्छ साह्रो Say hi to uncle. Say hello, mom. Hello guys. Hello, guys. Hello guys. Cheating भयो एउटा रुल ओन्ली जब पिंक खेल्छ त पिंकले भन्न सक्छ राइट राइट लेफ्ट लेफ्ट अप लेफ्ट तर तपाईले पत्ता लगाएर देखाउनु लक्षित गर्नु म मान्छु तपाईलाई ओके बुझ्यो हैन बट पिंक क्यान नट सेभ एन्ड ब्लू ओके यु गॉट इट आफ्नो टिम मेम्बरले मात्र भन्नु अरु बाहिरको मान्छेले त्यही एउटा अनेस्ट रिभ्यू अरु कसैले पनि त्यही बाहिरको मान्छेले नबोल्दिनु होला बिकज इट्स टिम गेम ओके तीन जनाले मात्र ओके ओके वेट गो पहिला जान्छ यु टु गाइस कम हियर रक पेपर सिजर गर्नु जसले जित्छ त्यसले आफ्नो मान्छे पठाउनु पर्छ ल केही थाहा पाउँदैन आई विन ओके आफ्नो फर्स्ट टिम एकजना जाने हो एकजना जित्नु भयो अङ्कलले कसरी चिप्काउनुहुन्छ ओइ ओइ बले मलाई भन है यता राइट लेफ्ट राइट तिमीहरू भन क्या तपाईँहरूले मात्रै हो क्या दुईटा हो अफकोर्स एउटा झल्गरी देखिन्छ के हामी तल माथि भन्छु है तपाईलाई है हामी हाम्रो कुरा सुन्नु अनि बल टास्क या फोटो खिच्ने होला अगाडि यहाँ खिच्न लाग्यो ओके गाइस गो फोटो खिच्ने ल ओके 1 2 3 पिंकले भन्न पाउँछ है सिधै जानु बस
माथि माथि दाहिने 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 तपाईको आँखाको साइडमा तपाईको आँखाको सिधै हो यहाँ बोबो यसरी सिधा न बो यस्तो हैन दाहिने हात ओके वेट 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 न यस्तो गर्नु पाइन्न का ओके वेट 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 यो हातमा लगाउनु यो हातमा राख्नु यो हातमा राख्नु ल अब चाहिँ सिधै चिप्काउने हो बस यो हात लाउनु पाइन्न यो हात लाउनु पाइन्न एउटा हात यो नागर यसले त छाड्नु पाउँछ नि त यसले लाइन त हात छाड्नु पाइन्छ के ल ल होइन 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 सिम्पल कसरी खेल्ने म भनिदिन्छु है यु डु लाइक दिस हैन यस्तो छ हैन यो यस्तो हात हो अब भन्न पायो टिम ओके ओके लिसन लिसन यहाँ बस यहाँ यु क्यान नट गो देयर ओके एउटा प्लेयर यस्तै जाने बस ओके राइट राइट लेफ्ट भन्न पायो यसो गरेर गर्नु पाएन सिम्पल इज दैट सिधै गरेर लाउने वाला वान मोर चान्स दिन्छ अरु फिनिश हैन कसरी फिनिश गर्नु हैन अङ्कलले ट्राई होइन हो छाड्नु पाएन के सिधै लगायो क्या यसरी छापेर बसेर राइट राइट लेफ्ट होइन थाहा भएन नि त हो चान्स पाउँछ हो ल ल भयो भयो ल एकचोटि नपाउने बुवा नपाउने यो यहाँ छ आधा चिम्लिने हो पछाडि एउटा कोही अगाडि गएर म राइट राइट लेफ्ट भाउजूले जो गर्नुभयो 10 कम ओके त्यही लगाइदिनु माथि लगाइदिनु यो हात चल्दैन लिसन ओके यस्तो छ हेर गाइस 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 सिम्पल जाने हो आँखा चिम्लेको हुन्छ भन्नु राइट लेफ्ट गर्नु मैले भन्छु ल ओके भन्नु राइट 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 यु क्यान नट डु लाइक छामेर जहाँ छोयो फर्स्ट टच इज डन त्यहाँ गएर होल्ड गर्न त पाए सिधै गरेर लाउने हो राइट लेफ्ट भन्न पायो सिधै माथि होल्ड गरेर राइट त्यहाँ छोएर बस्नु भयो होल्ड गर्न त पाए कागज छोयो भने त्यही टाल्नु पर्यो के जब छोयो त्यही ल हजुर नेक्स्ट होइन बुवा बुवा लास्टमा तिमी सानो मान्छे हो यत्रो सानो मान्छे हो ठुलो मान्छेलाई सर्ट गरी तपाईँ मात्रै है अरु कोही बोल्न पाएन है हल्का भन्नु न हल्का क्याप्टेन खोइ अब के ओके यही बस्ने हो फेरि पाइला कति छ गरेको थाहा छैन हैन गाइस ल ल ल भयो ल 1 2 3 ल जाऊ 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 गर्नु पर्यो भन्नु मति ब्रो ब्याक 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 राइट 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 थोरै राइट सीधा सीधा राइट 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 यो चाहिँ हो राइट सीधा राइट राइट थोरै तल भनेछ नि त थोरै माथि राइट जहाँ छोयो हो भयो सिधै राइट 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 उसको सीधा कस्तो भयो सिधा राइट 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 तल तल थोरै अलि थोरै माथि छोइसक्यो हो राइट 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 बस दिस इज यो एक्सेप्टेबल बलेको डन ल अघि छोइसक्यो अगाडि नै पिङ 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 टेबल हलिरहेको नाम लेखेर सारो के भयो
ओके मसा भइसक्यो मसा धम्काएको कि दिएको बहिनीको खासियत त्यही हो यो पनि पनि मेरो बिग्रिन्छ धेरै डौरेको छ है एक हालले त्यहाँ त के भयो त ओन्ली सुन्ने ओन्ली सागर ओइ सारे एकजनाले मात्र कन्ट्रोल गर्यो उसलाई ओन्ली सागर भयो हाम्रो गो कसले कन्ट्रोल ओ सारे सीधा सीधा तर यसमा टाइम लिमिट हुनु पर्ने केही छैन 30 सेकेन्ड हो लेफ्ट स्ट्रेट स्ट्रेट सीधा सीधा अँध्यारिया छ सीधा सीधा छोयो भने छोयो सीधा सीधा यो अँध्यारिया छ लेफ्ट 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 सीधा 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 मामा अलि माथि ओ सीधा माथि 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 अलि माथि लेफ्ट लेफ्ट राइट 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 स्ट्रेट माथि 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 ओ अलि साइड ओइ तु किन ओइ तिमी त्यहाँ त्यही बस छोएपछि त्यही काट्यो ल आको आउनु ल ओन्ली सागर भयो अरु नबोल न बले भने सोकर बले नेक्स्ट ब्लू रोजको नाम लेखेर हाम्रो कप्तान हैन न म त्यही बस क्या नाम लेखेर छोएपछि तातिहाल्छ यार अहिले त हुँदैन यता धेरै मान्छेले बोल्यो होइन यो होइन उता गाडी पनि हेर्छ ल गाइस एकछिन सानो सानो लोदर लगाइदिनु पर्छ हामी ल right not us not yo that's not right right oh yeah right yes थोरै माथि होल्ड गर्नु लेफ्ट थोरै माथि राइट होल्ड गर्नु राइट एकाले तल तल हो त मैले होल्ड गर्नु हजुर किन उडान टच भयो ओके अब कोच अनिवार्य हैन आफ्नो टिम कलर पनि जुवा दियो नाम लेखेर अनि यो नाम आउँदैछ त्यो उसले चाहिँ अब रुल अब एउटैको सुन्ने भने दुईटाको सुन्ने पनि बोल्न मजा हुन्छ क्या उसले चाहिँ रुलै उ गर्ने क्या सबैले त कहाँ बोल्न मिल्छ त्यो आइस चाहिँ आधी तल आधी माथि को यो गर्नु नो माथि हेर्नु पाउन अहिले कहाँ देखिनु भयो त देखियो भने त रोटी फेले माथि भाउजू मिलाइदिनु त यति त मिले जस्तो लागेन है नाचराक बिचरा वेट ओके सागर तपाईले मात्रै कन्ट्रोल गर्नु है अरु कसैले हैन है पर्दा एउटा कन्ट्रोल गर्नु है सीधा छुनु भएन छोयो भने म सिधै चिकाइदिन्छु यो तल राख्नु That's like 99%.
99% of them. 99 हो त फुल कभर गर्छ नि ब्रो 0.07 वी हैव वन मोर चान्स हेर्नु यो यहाँ यो छ है नाम अब यो यहाँ छेउको मुख छेउ छ कसैले बिचै लगाइदियो भने लगाइदियो ओके बट यु डिड गुड अहिलेसम्म आफू बले थियो अब आफू यो सबभन्दा ठुलो चाहिँ हो तपाईँको आश छ है होल्ड भनेपछि होल्ड है यो लास्ट हो टिम सक्यो हैन बुवा हुनुहुन्छ हैन यसपछि ए नाम दियो अब पुगेल्न मिल्छ के अरे यसपछि त सेको चाहिँ बात गर्न सकिन्छ यसपछि खेल्न मिल्छ त्यहाँ अब भयो रेडी हो ल होल्ड भनेपछि होल्ड सिधै लेफ्ट लेफ्ट सिधै राख्नु लेफ्ट जानु जानु अगाडि कोही छ कि जस्तो लाग्छ जानु लेफ्ट है लेफ्ट रुकिन न होल्ड सक्यो होइन होल्ड भन्दा भन्दै क्याप्टेन क्याप्टेन ओके वन मोर पेसाबा बुवा बुवा हुनुहुन्छ आउनु बुवा आउनु थ्याङ्क यू तपाईँ हात सिधा गरेर आउनु पर्ने हो हात सिधा गरेपछि तन्काउँदाखेरि आडै हुन्छ क्या सिधा गरेर आउनु पर्छ अनि तपाईँले तन्काउनु तपाईँ त्यो भएर मैले त्यहाँ भनेको हात सिधा गरेर आउनु सजिलो हुन्छ त्यसो हात स्टडी अझै सिधा हात मात्रै सिधा अनि सिधै होइन सिधै अलि लेफ्ट वन मोर लेफ्ट वन स्टेप लेफ्ट सीधा 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 होल्ड गर अब हातलाई लेफ्ट अझै लेफ्ट अलिक माथि हातमा त्यो अलिक होल्ड हात होल्ड गर अलिक मुनि हात अलिक मुनि अलिकति राइट सिधा लेफ्ट खुट्टा स्टेप अगाडि खुट्टा लेफ्ट अझै हात लेफ्ट नट ब्याड ल अब फाइनल बुवा ढङ्गसेर तपाईँ डिस्क्वालिफाईमा छ ओके होल्ड गर्नु हात मात्र चलाउनु भन्छ है म उल्टा उल्टा तल तिमीले चाहिँ छड्के हाल्ने होस् भएन म त ज्याकेट खोलिदिने हो बियुसी हारेपछि कहाँ हुन्छ ब्लुमा स्टिकर प्लिज यो हात छुन भने तपाईँले जहाँ पोस्टर छुनु भयो त्यही चुकाइदिन्छु रोक्नु अब नहिँड्नु हात मात्र हल्लाउनु है दाहिने राइट 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 दाहिने 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 थोरै माथि नटास्नु है हात मात्र होल्ड गर्नु माथि थोरै माथि 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 ग माथि दाहिने 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 नटास्नु नटास्नुको एकछिन होल्ड गर्नु दाहिने 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 थोरै माथि माथि थोरै माथि
माथि माथि माथि वा हात नतन्काउनु है झुल्लाउनु छ माथि माथि दाहिने दाहिने राइट 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 वा पहाडी जानु पहाडी पहाडी आउनु झुल्न थाल्नु भयो के हो ल राइट 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 दाहिने दाहिने माथि 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 वा माथि थोरै माथि अझ माथि दाहिने 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 अझ 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 आउनु आउनु दाहिने 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 पहाडी पहाडी आउनु छुट्न थाल्नु पहाडी माथि थोरै माथि हो त्यही टाँदिनु सिधै टाँदिनु भन दाहिने 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 नछुट्नु त नछुट्नु पहाडी आउनु न हो हो On गर्नु on गर्नु के त फेल भयो छुन थाल्नु नतन्काउनु है हात छुनुहुन्छ तल तल Only one then. One. एकजना हँसाउने गेम त हँसाउने त हो नि होइन थोरै हात अगाडि लानु अझ अगाडि लानु देब्रे 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 हात थोरै अगाडि लानु थोरै अगाडि लानु हात थोरै अगाडि लानु थोरै अगाडि लानु सन्दीपको टाइमिङ छैन त्यही त बोल्नु न ओइ थोरै अगाडि लानु बाबा छुन थाल्नु है अब देब्रे देब्रे अब सकिलायो देब्रे देब्रे माथि 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 थोरै माथि ओ सिधा लड राख्दिनु त सिधा भन भन हो राख्दिनु 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 बस यो त जित्यो यो त जित्यो यो त भयो 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 किन भएन भयो दिस इज पर्फेक्ट अब चाहिँ अब आएर हेर्ने हो ओके सबै आउनु जो जो टिम क्याप्टेन हाम्रो बाँकी छ हो प्रतीक बाँकी छ त तिनजनामा हाम्रो हो र ओके तर भइसक्यो फेयर भइसक्यो जितिसक्यो हामीले मुनि छ हेर धेरै मुनि छ सबै we have a proper you can sit down we have a captain मास्कट ल लास्ट म्यान ल बाँकी छ म्याच टाइट छ टाइट छ क्या एकदम अहिले पर्फेक्ट छ हाम्रो क्लोज छ होइन यो पर्फेक्ट छ यो पुरै टक्कै यहाँ छ क्या टक्कै छ क्या जसको पनि त्यो पर्पल हो डेन्जर छ क्या ल हेर न त्यहाँ ओइ स्यान्डी के गर्नुपर्छ पिनले दुलो पार थाहा हुन्छ तिमीलाई अहिले भरे पिनले दुलो पार त्यसै थाहा हुन्छ त्यो उल्टो भयो के त्यो मार्क्स उल्टो भयो के ओए यो आँखाको लगाइदिएको यो होइन त्यो भित्रको उल्टो भयो भने अन्धियारो छ अब पुरै दुनियाँ मैले हेरिसकेँ ल गाइस क्वाइट टाइम लिएर बाथरुम ब्रेक लिएर केही देख्दैन एकछिन होल्ड एक स्टेप अगाडि एक स्टेप अगाडि एकछिन हात सिधै मुनि गोल मात्र हात अलिक माथि यस सिधा मुनि माथि एक स्टेप सिधै त्यतिकै जहाँ पनि हो चिप्क्यो थाहा छ ल नाकिया छ के टिम फिनिस राइट फिनिस होइन अब चाहिँ आइलो क्याप्टेन्स ओन्ली क्याप्टेन्स टु क्याप्टेन्स क्याप्टेन त बिजी छ पिनले दुलो पार प्रिसाइज हुन्छ क्याप्टेन एभ्रीचोटिको निकाल्छ पिनले दुलो पार
त्यो चिटिङ हो ओइ सानी यसले दुलो पार ल है यस्तो पैसा जसको माथि छ सिम्पल छ किनकि सबैको तल छ अब जसको को हो ओके भाउजू भाइ भाउजू क्याप्टेन बनाउने एकछिन किनकि एकचोटि एक्सेप्ट हुन्छ जसको बल पर्पल भनेपछि बल्ल म नाम निकालेपछि होइन होइन भन्न पाइन्न जसको हो पर्पल त्यसको होइन म त नाकलाई मुख भन्दै गोलोलाई मुख भन्दै ओके तपाईँलाई पनि एक्सप्लेन गरिदिनु ल यो गोलो भन्दा मुनि के छ हेर्नु त मुख यो मुख त्यो नाक हो त्यो नाक होला के यो मुख हो है अब सबैको म्याक्सिमम यहाँ अब तल तल छ ओके अब मुख सेन्टर यो हो सेन्टर नाक होला यार होइन यार त नाक हो कि कसरी चुप लाग ओके ओके जो यो चाहिँ बिचको लाइन हो यो मिडलको लाइन होइन अब चाहिँ यो पनि मान्ने हो नि त यो पनि मान्ने हो यो पनि मान्ने हो मैले त्यही गर्दैछु के ठ्याक्कै छोच मेरो त झन् यो होइन अब यो हिसाबले यो यहाँ छोइरहेछ जसको यहाँ छ अब यहाँ कसको छोइरहेछ सिर्फ यसको पर्पल बुझ्यौ बिचको डिस्क्वालिफाई भयो यो निकाल्दिनु त्यो अर्को निकाल्दिनु मुख हेर्नु त हजुर मुख त तल छ कि हेर्नु त त्यसको तल मैले बिचको बनाइदिइसकेँ त मुख छैन क्या तल मुख तल छैन के त्यही हो क्या त्यो मुख खत्तम भयो यो स्टार्टिङको भाउजू मिडल यहाँ चाहिँ हेर्नु मिडल प्रतीक दाइ छ यो हो क्या मिडल यो सरी यो हो मिडल के यहाँ जो छ त्यसले जित्यो त्यही जित ल यो गेम पिङ जितिसक्यो के के भने अब के अब अब इन्जिनियर हायर गर अब म नाम निकाल्छु म्यानेजर गर्नु थाले भयो अब कसले जित्यो हेर्नु ओइ ब्लूलाई जित हो आइसा आइसा लुइस आइसा आज ब्लू नाच्ने भयो एउटा यो नाम कतिजना दुईजना एकजना किनभने गिफ्ट एकजनालाई मात्रै पर्छ त्यही त नि एकजना ल गजिले एकजना यो श्योर ए गाइस गिफ्ट लास्ट गेम भाउजू आउनु दुई दिन्छ and I know the game इसा खेल्नु पर्दैन यो भएन त पाउँदैन यो भएन अघिसम्म सबैले दिने अहिले चाहिँ नदिने छिर्दिनु उहाँ त मलाई त गिफ्ट चाहिन्छ हार्नेहरूले चिकन डान्सको लागि रिहर्सल गर्ने अरे हेलो ब्रदर खाली ठाउँ हामी अब हारेर जित्दैन हामी त्यो केटाले खेल्नु केटा बनाइदिनु केटा ब्लू केटा चाहियो अहिले गिफ्ट हेरिसके अर्को गेम छ अहिले खेल्नु न तपाईँ अब गेम खेल्छ
अरू ब्लू को छ अरू ब्लू खोज्नु पर्यो दाइ ईशा दिदी अन्डाले खेलिसक्यो किन खेलिसक्यो त कुमार दाइ त अन्डा कहिले फुटालिदियो अरू को बाँकी छ दाइ बाइक को बाँकी छ ईशा छ सक्यो खेलाइदिनु त्यो टिकटक बनाएर सबै छ जति पनि छ के Belly ping pong 2 versus 2 बेलु यहाँ राखेर जुत्ता लाउने हो दिबो त हिजोको वाला हो यो के अब यहाँ बल हाल्यो नि झारे ए धार्ने नाइस नाइस दिबो हिजो प्र्याक्टिस गरेको काममा आउनु पर्छ दाइले खतरा बिल्डन पछाडी होला पछाडी हैन दाइ ए हेलो पछाडी हैन अगाडि पछाडि कहाँ होस्ट पनि आलु अझ भन्नु आलु जस्तो होस्ट ओ आलु जस्तो होस्ट त्यहाँ जिदीको शब्द है यो चाहिँ पछाडी 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 भाइ त हाल्नु होइन टाइट गर कम्मर अलि लास्ट सानो भयो यहाँ भएन सानो भयो यहाँ भएन लामो भयो यो अलि यहाँ घुसाउनु न अलि तल नै अलि यस्तै हजुर हामी हारे पनि फाइनलमा चाहिँ यो आउँछ नि त कुरो ए हो र हामी त्यसैमा खुसी के त्यही हो अब गेम नजिति त्यही त भन्नु पर्यो नि गेम हारे अब गेम नजिति त्यही त भन्नु पर्यो नि यो फाइनलमा अब यस्तो खुसी गरेपछि हामी धेरै बोल्नु पर्दैन अहिले हम बोलते कम है करते ज्यादा है देखेंगे everybody is ready with their boxes box ready bhai okay you guys face this side Baba Hi nice ओइ कता गयो कहाँ गयो नाइस सबैले यो बल जले पहिला खसाल्यो विनर ओके ल वान गाय देबो कमर लचकाने के लिए आइए आइए हजुर त्यो बल राखिन्छ बल सबै निकाल्दिने के मेरी नोरा फतेही यसमा त धेरै प्रेसर छ भाइ मेरी नोरा रेडी हो ना नोरा नोरा हैन मोरा झर्छ चिन्ता नगर्नु टच गर्न पाइन्न है धेरै हात गरे ठिक्कले गर्नुपर्छ क्या त्यो धेरै गर्नु कतिवटा बल ए खेल्नु भयो नि हाम्रो पालामा त होइन गिफ्ट नजिक एकजनाले मात्रै जितेको रे म मात्रै केटा हो रे होइन पहिला झर्यो खसालिदिने यार आफ्नो टिमको त गाइस अब हात यस्तो गर्ने हो अब यो मैले देखाइदिन्छु यो छ ओके ओके गाइस वेट
बनाउनु यसमा एकदम झाली हुन्छ यसमा चाहिँ म ती भन्छु कसैले 2 मा हाल्लाइदियो भने डिस्क्वालिफाई हैन यस्तो एउटा प्रश्न सबै खसै पर्यो मैले नोटिफाई गर्छु गर्दा सबै ओके यसमा चाहिँ फर्स्ट विनर र सेकेन्ड प्राइज मिल्छ ल जाऊ के भन्छ ओके गाइस ओके फर्स्ट र सेकेन्डमा मात्रै प्राइज मिल्छ ओके ल सबै हेर्ने कसको खस्यो ल भिडियो बनाइदिनु सबैले प्लिज 1 2 3 गो Manta didi jump. Manta didi jump. Jump manta bolu, jump manta bolu na. Jump. Only jump. Ali tolo rahnu, here jump garnu. Oh jump. Oh Isa, okay go. Isa go. अलि मजाले जाऊ एउटा माथि होइन तल माथि मात्र गर्छु तल माथि मात्र तल माथि मात्र जम्प इसा एउटा माथि अलि प्रेसर अलि बुटीमा प्रेसर Someone attention gonna. Okay guys, everybody, let's stop each other. So let's go.
आफ्नो आफ्नो ठाउँमा एकछिन ल एभ्रीबडी ल तपाईले जित्नु भयो यता कसले तिमी आउँदै बस्न आएर बुझ्यौ That's good. I like that. तपाईहरु अगाडि आउनुस् न बहिनी नाइफ खोइ बहिनी नाइफ खोइ के भित्र जे हामी त्यो टेबल क्लथ जिउको जुन प्लास्टिकमा थियो अत नि खोइ त तिमीहरु म त गाडी राख्नु तिमीहरु निकाले हैन त टेबल क्लथ कुन प्लास्टिकमा थियो उहाँ गरे हेर्छ छैन छैन कन्फिडेन्ट छैन नगर भनेको नि त त्यही भएर छैन यहाँ छोरीले बोकेर एउटा थालेर अब आइसक्यो सेतो झोला खोइ यिनीहरूले लिएर अनि म गाडी राख्नु गएको यिनीहरू सबै झिकेको हो त यही झोलामा होइन सेतो झोलामा थियो त्यो त उसको सेतो झोला छ क्या यसो यहीँ पायो गजु एकचोटि गजु स्याम्पेन सागरको काटेर के कलर निस्किन्छ भनेर अब सागरो छिटो कसै थाहा छैन के आइसमा राखे जमी गयो जस्तो छ के कलर भाउजू सागरो के कलर आयो छिटो भित्र काट्नु न सागरो के कलर हो नीलो हुने नीलो सागरो पिंक आदिशन I guess आदिशन सागरो के कलर हो के आयो यो नफुटाइ भनेको सारो गुवाममै काटी सारो काटेर निकाल्नु भित्रै छ कलर छ के हात हाल भने के छ अरे भित्र पिङ अनि ठुलो चाहिँ ओके ल गाइस ल यता सारो दुईटा अगाडि आउनु के गरेर खेलाउने यसपछि प्रैंक हो गया स्कैम हो गया छु मन्तर छु के हो फेरि हो यसो नीलो छोयो भने नीलो छोएन भने पिङ हुन्छ फुलजा सिमसिम हो क्या अब अन्डरटेकर अब अन्डरटेकर म्याक्सिमम दुईटा नगर भने कि यो नगर अन्त नगर यही भयो त ब्याड त म पानीमा हालिदिन्छु ल भनेको हो पानीमा हालिदिन्छु ल यो गर्ने दुईटा त गर्नु भनेको
पानीमा नहाल्नु न यो ब्लू हो भने वान ल पछाडि जा त केटा पछाडि जा छिटो छिटो पछाडि जा ओ बुतायो अन्डरटेकर सागर ब्रो ब्लू एड्रेसको कमाल हो क्या यो टिङ यो त खतरा हुने के नाइ आफै बोल्दो रहेछ त ल साहब ब्लू